जय मसीह अनि सालम सबैजनालाई। प्रिय मित्रहरू, हामी परमेश्वरको सन्तानहरूले चाहिँ हाम्रो हरेक नयाँ बिहानीको सुरुवात कसरी गर्ने भन्ने विषयमा परमेश्वरको केही वचनबाट उत्साहित कुराहरू हेर्नेछौँ। हरेक नयाँ बिहानी चाहिँ परमेश्वरले आफ्ना मानिसहरूलाई नयाँ आशिषको रूपमा दिनुभएको हुन्छ र यो चाहिँ एउटा खाली पानाको रूपमा दिनुभएको हुन्छ र यो खाली पानामा के भर्ने भन्ने अप्सन चोइस चाहिँ परमेश्वरले तपाईँ र मलाई नै दिनुहुन्छ र हामीसँग दुईवटा कुराहरू छ। एउटा परमेश्वरको महिमित कुराहरू र अर्को चाहिँ परमेश्वरको अमहिमित कुराहरू। जब हामी ज्यारकजुरुक उठ्छौँ बिहान अनि हाम्रो बिहानीको सुरुवात चाहिँ परमेश्वरको महिमित कुराहरूबाट गर्दैछौँ भने चाहिँ निश्चय नै उहाँको नजिक गएर हाम्रो प्रार्थनाद्वारा यो बिहानीको सुरुवात गर्नु चाहिँ जरुरी छ। साथै यो बिहानीको पहिलो प्रहरको समयको दशमसाले परमेश्वरको आराधना गर्दै अनि उहाँको वचनले हामीलाई के सल्लाह दिनुहुन्छ त्यो वचनको मनन गर्दै बिहानीको सुरुवात गर्ने हृदयहरू चाहिँ एक्टिभेट गर्दैछौँ भने निश्चय नै परमेश्वरको महिमित कुराहरूभित्र चाहिँ हाम्रो पानाहरू भर्दैछौँ। अब परमेश्वरको प्रार्थनाद्वारा हामीले जब हाम्रो दिन सुरुवात गर्छौँ अनि प्रार्थनामा चाहिँ यति धेरै शक्ति छ कि प्रार्थना चाहिँ हाम्रो सृष्टिकर्तासँग प्रत्यक्ष वार्तालाप गर्नु हो अनि उहाँसँग हाम्रो निरन्तर सम्बन्धलाई बलियो बनाएर जोडिराख्ने एउटा समय हो। त्यसै गरेर हामीलाई दिनुभएको हाम्रो आशिषित जीवनको कृतज्ञता जाहेर गर्नु पनि हो। त्यसैले प्रार्थनाद्वारा जब हाम्रो दिनको सुरुवात गर्दैछौँ निश्चय नै परमेश्वरको असल योजनाहरू भित्र हामी छिर्दछौँ। परमेश्वरको वचन मत्ती 6:33 हेर्ने हो भने यहाँ यसरी लेखिएको छ, तर पहिले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर र यी सबै थोक तिमीहरूको निम्ति थपिनेछ। हरेक विश्वासीको जीवनमा आशिषित दिनको आशा हुन्छ, शान्तिमा जिउने जीवनको आशा हुन्छ अनि उहाँको असल र योग्य योजनाहरू हाम्रो जीवनमा चाहिँ पुरा भएको चाहन्छौँ। त्यसो हो भने चाहिँ त्यो खाली पानामा हामीले उहाँको राज्य र धार्मिकताको खोजी गर्ने हृदयहरू भर्नु चाहिँ जरुरी छ। परमेश्वरले हरेक आफ्ना मानिसहरूको निम्ति असल योजनाहरू भर्नुहुन्छ। त्यो योजनाभित्र प्रवेश गर्ने हृदयहरू के हामीले भर्दैछौँ? यर्मिया 33:3 परमेश्वरको वचनलाई हेर्ने हो भने पनि यहाँ यसरी लेखिएको छ, मलाई पुकार र म तँलाई जवाब दिनेछु र तैँले नजानेका गहिरा र गुप्तका कुराहरू म तँलाई बताउनेछु। आजको यो सुन्दर नयाँ बिहानीमा के त हामीले परमेश्वरलाई पुकार गर्ने हृदयहरू भर्दैछौँ? हामी आफूले आफूलाई विचार गर्नुपर्ने कुराहरू छ। त्यसै गरेर परमेश्वरले यर्मिया 29:11 पनि यसरी मिठो वचनले हामीलाई भन्नुहुन्छ, किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्ति बनाएको छु ती म जान्दछु, परमप्रभु भन्नुहुन्छ, ती तिमीहरूका उन्नतिका निम्ति हुन्, नोक्सानीको निम्ति होइन, तिमीहरूका आशा र भविष्य दिनलाई हो। परमेश्वरको योजना भनेको चाहिँ उहाँका सन्तानहरूको निम्ति असल नै हुन्छ अनि उन्नतिको लागि, भलाइको लागि परमेश्वरको योजनाहरू हुन्छ। आजको बिहानी नयाँ पानामा, खाली पानामा हामीले परमेश्वरले बनाउनु भएको योजनाहरू खोज्ने हृदय हामीले भर्दैछौँ भने हामी यो हरेक नयाँ बिहानीमा उठ्दै गर्दाखेरि चाहिँ परमेश्वरको वचनबाट रिन्यू हुनु जरुरी छ, नवीकरण हुन जरुरी छ, ताकि हाम्रो आजको नयाँ बिहानीमा परमेश्वरको आशिषहरूलाई चाहिँ हामी भेट्टाउँछौँ। हाम्रो शत्रुको योजनाहरू त्यतिखेर एक्टिभेट हुन्छ जतिखेर चाहिँ हाम्रो हृदयमा चाहिँ नकारात्मक विचारहरू हुन्छ। जब हामी बिहानै उठ्छौँ अनि
परमेश्वरसँग समय बिताउनुको सट्टा हामी सामाजिक सञ्जालमा प्रवेश गर्छौँ त्यो पहिलो प्रहरमा, अथवा हाम्रो बितेको हिजोको घटनामा हामी हाम्रो हृदयलाई व्यस्त बनाउँछौँ, अथवा हाम्रो दुखेको कुराहरू नकारात्मक विचारहरूले हाम्रो हृदयलाई भर्न थाल्छौँ भनेदेखि त्यो दिनमा चाहिँ हाम्रो शत्रुका योजनाहरू चाहिँ एक्टिभेट हुन थाल्छ हाम्रो जीवनमा। हाम्रो शत्रुको योजना चाहिँ के हुन्छ हामी सबैलाई थाहा छ। हाम्रो फेलियर, हाम्रो दुखाइ, हाम्रो हृदयको पीडा अनि हामीलाई अशान्तिमा जिउने पलहरू नै हुन्छ। त्यसैले यो बिहानी हामीले हाम्रो जीवनमा के छान्दैछौँ, परमेश्वरको कुराहरू, परमेश्वरको महिमित कुराहरू या परमेश्वरको अमहिमित कुराहरू, एकदमै होसियारी रहनुपर्ने जरुरी छ। पहिलो पत्रुस 5:8 परमेश्वरको वचनले यसरी भन्दछ, सचेत रहो, जागा रहो, तिमीहरूको शत्रु दियावलस कसलाई भेटाउँ र निलिहालौँ भनी गर्जने सिंह चाहिँ खोजी हिँड्दछ। हेर्नुहोस् त, हाम्रो शत्रुको अगाडि सचेत रहने हृदयहरू के हामीले यो खाली पानामा भर्दैछौँ? हामीले एकदमै सोच्नुपर्ने विषय चाहिँ यही छ। जब हाम्रो परमेश्वरको वचनमा हामी रिन्यू नभइकन, परमेश्वरको समीपमा नगइकन, परमेश्वरलाई आराधना नगरिकन हामी संसारको दुनियाँमा छिर्छौँ भने चाहिँ हामी त्यहाँबाट बाहिर निस्कन निकै गाह्रो हुन्छ। तपाईँ हामीले विचार गरौँ त, परमेश्वरको समय, परमेश्वरलाई दिने समय भन्दा सामाजिक सञ्जालमा कति समय बिताउँछौँ? परमेश्वरसँग समय बिताउनुको सट्टामा हाम्रो चिट च्याटिङमा, होइन, विभिन्न विषयको कुरामा हाम्रो छिमेकीसँग कति धेरै समय बिताउँछौँ। तैपनि हामीलाई त्यो थोरै नै लाग्छ, तैपनि त्यो मिठो नै लाग्छ। किन त? कहिलेकाहीँ यो जरुरी छ, तर धेरै समय चाहिँ हामी ख्रिस्टका मानिसहरूले चाहिँ यो द्वारा हाम्रो शत्रुको डरलाग्दो योजनाहरू चाहिँ हाम्रो जीवनमा एक्टिभेट गरिरहेका छौँ अनि उसको साङ्लाहरू चाहिँ हाम्रो वरिपरि छ भनेर चाहिँ हामी थाहा गर्दछौँ। त्यसैले आज हामीले हेर्न पर्ने अनि एकदमै सोच्नुपर्ने कुराहरू चाहिँ परमेश्वरले दिनुभएको नयाँ बिहानीको त्यो पहिलो प्रहरमा चाहिँ परमेश्वरको महिमित कुराहरू भर्नु नै पर्छ। त्यसको लागि प्रार्थना, वचन मनन र पहिलो प्रहरको समयको दशमसाले परमेश्वरको आराधनाद्वारा हामीले हाम्रो दिनको सुरुवात गर्ने निर्णयहरू गर्दैछौँ भने चाहिँ निश्चय नै त्यो खाली पाना चाहिँ परमेश्वरको योजनाहरूले भरिँदैछ हाम्रो। अनि हामी परमेश्वरको योजनाभित्र छिर्दै गर्दाखेरि उता हाम्रो शत्रुको योजनाहरू चाहिँ कमजोर हुँदै जाँदैछ। परमेश्वरको यो उत्साहित वचनहरूबाट हामी सबैलाई आशिष भएको होस्। जय मसीह, सलोम।